Guys, welcome to my vlog after long time. आज चाहिँ म ट्राभल भ्लग बनाउन आँटे। यहाँ मेरो आमा हुनुहुन्छ। आमा के भन्नु छ? अब नाति जाँदैछ कि केही भन्नु छ भने भन्नु है। तपाईँ टिभीमा देखिनुहुन्छ नि आमा। आशीर्वाद मेरो छोरालाई धेरै धेरै धन्यवाद। यो चाहिँ हाम्रो फुलबारीहरू हो। अब आज चाहिँ म यहाँदेखि काठमाडौँ जान्छु। यो चाहिँ मेरो घर हो। यहाँबाट जाँदा त यस्तो भारी त भारी त भइहाल्छ नि आमा। रोइदिनु एकचोटि ल आमा रोइदिनु। तपाईँको उपस्थिति हाम्रो माझमा दिनुभयो अनि यसरी एकसाथ भेला गराउनु भयो प्रभु, धन्यवाद। अनि यहाँबाट भिनाजु र केफास काठमाडौँसम्म Nepal Airlines announces the boarding of its flight number RA401 to Bangalore. अघि जान बाँकी रहनुहुने अन्तिम यात्रु तुल प्रसाद छन्त्याल। कस्तो फिल भइरहेछ त? क्या मिठो फिल भइरहेछ। मजा आइरहेछ होइन? नर्भस छौ? नर्भस पसिना निस्क्यो होइन एकछिन? गाइस, यो चाहिँ नेपालको एयरपोर्ट हो अनि हाम्रो चाहिँ एयर चाइना थियो। म चाहिँ त्यो प्लेनको लाइट चेक हान्दै थिएँ कस्तो आउँछ भनेर। खत्तम आएको थियो। यो चाहिँ प्लेन हो एयर चाइनाको अनि यस्तै हो। त्यहाँ दुईजना थियो क्या, म झ्यालमा होइन म छेउमा थिएँ अनि उनीहरूले त्यो भ्यू हेर्नै दिएन क्या, मलाई रिस उठिरहेको थियो। तर अर्को दिन चाहिँ मैले मागेको छु क्या कोरियनलाई, झ्यालै मागेको छु भ्यू खिच्नलाई। तर दुःखको कुरा त्यो प्लेनको सिसै चर्किया छ। अब हामी खानाको रिभ्यू हानिदिन्छौँ क्या। खाना दियो सुरुमा कोक दियो एयर चाइनाले, त्यसपछि यो खाना दियो पाउरोटी सौरोटी। ठ्याक्क चिकन करी र फिस करी भन्दै सोद्धा आइरहेको थियो। मेरो पालिमा सकिएछ, फिस करी दिएर गएको थियो। त्यही पनि फिस करी बवाल थियो क्या, भात खतरा थियो। मन पर्यो। त्यसपछि म टोइलेट गएको थिएँ प्लेनको अनि त्यो प्लेनको टोइलेट पनि यसो देखाइदिएको। यो चाहिँ हामी कहाँ भन्दाखेरि अब हामी चेङदु पुगिसक्यौँ, चाइनामा फेरि यस्तो खत्तम केही नचल्ने सब ब्यान्ड हान्दा रहेछ क्या। अनि अब हामी होटल जाँदैछौँ। होटल फेरि 1 घन्टा टाढा थियो, टाढा क्या, लास्टै टाढा। अनि होटलमा गएर फेरि खाना पनि दिँदैन। टिकटकमा भिडियो हेर्न सक्नुहुन्छ। हामीले चाउचाउ पकाएर खाएको अनि हामीलाई त्यहाँ पुऱ्याइदिन्छ। त्यसपछि फेरि बिहान नै लिन आउँछ क्या 5 बजे। 5 बजे चाहिँ ब्रेकफास्ट दिन्छ। यो भिडियोमा छ, अहिले हेर्नु न। चाइनामा पनि लास्ट चिसो थियो क्या, पानी परिरहेको थियो पुरै, लास्टै चिसो क्या। यस्तै थियो त मेरो रुम पनि उतापट्टि कता? अनि उतै एउटै त हो होटेल, एउटै जस्तो लाग्यो क्या। उता क्यामेरा बबालले यो लाइटिङहरू क्या। हाई गाइस, अहिले 5 बजे बिहानको अनि हामी अहिले चाइनामा छौँ। अब साइडले रुम्की हराएको छ। रुम्की ल्याएपछि यहाँ ब्रेकफास्ट दिन्छु भनेको छ, रुम्की लिएर गएको छ। त्यसपछि हामी ब्रेकफास्ट खानेछौँ अनि हाम्रो फ्लाइट 8 बजेको छ यहाँदेखि इन्सियन। हाम्रो ब्रेकफास्ट आइसक्यो र आमाले प्रोभाइड गरे। खोइ के छ, फ्रुटी स्रुटी स्याउ केरा सेरा के हो यो केही थाहा छैन है। ए रहेछ त, राम्रै दिएछ त ब्रेकफास्ट त। ब्रेकफास्ट पनि हेल्दी छ। हेल्दी छ, लास्टै हेल्दी। मलाई देखाइदेऊ न त, झिकेरै देखाइदेऊ न सबै के छ। यति हो। यो दुईटा हो अनि फ्रुटी होला हैन कि दुध हो यो? यो स्याउ दुध होला। दुध हो यार।
मलाई लाग्दै थियो अनि उता अरू केही छ यति हो खाली ए बैको त यति भए अगाइ हालिन्छ अरे हाई गाइज हामी चाइनामा छौँ यहाँ भिडियो खिच्न के छ थाहा छैन बट वी आर रेकर्डिङ दिस इज इमिग्रेसन अनि यो चेङडु हामी अहिले चेङडुमा छौँ साइल ब्लग गर्दैछ म यो के हो ओइ कहाँ जाने हो कि यही हो लास्ट टु नै यही होला यहीँदेखि होला सायद प्लेन आउने 加内，请注意本航班严禁使用电池。 हाई गाइज यो चाहिँ चाइनाको एयरपोर्ट हो अब हाम्रो टेक अफ हुँदैछ 各位客为保证飞行安全，减少锂电池相关潜在风险，请勿将锂电池安充电宝放置于行李架内。 गाइज हामी चाहिँ भर्खर उड्यौँ यी यस्तो हुसिया लगाइरहेको छ यार भर्खर उड्यो धेरै पनि भएको छैन तर यस्तो खतरा झ्यालको सिट थिएन मेरो आज पनि मैले मागेँ कि यहाँ कोरियन अङ्कललाई अनि अङ्कलले दिइहाले ओइ भन्दा जौलो मिठो हुन्छ होला यार के हो यो भात चाहिँ छैन अरू त खाएँ भ्यू छैन यार देखेको अहिले स्क्र्याच भएर यार चाइनादेखि कोरिया जाँदाखेरिको हो वासरुम देखाउँदिनँ यसरी यत्तिकै देखाइदिएँ चाहिँ कोरिया पुग्न आँटे जस्तो छ हामीले बल्ल बादल पछिसम्म गाइज बल्ल कोरिया पुग्न आँटे जस्तो छ के गराएको हो हामी यहाँ आइपुगेको समुद्र देख्यो गाइज हामी कोरिया पुग्यौँ जस्तो छ यो सिसा चर्क्या रहेछ क्या यो एयरलाइनको यहाँ पनि त्यस्तै छ भने पुग्यौँ जस्तो छ कोरिया ओइ गाडी हेर न मलाई कस्तो बवाल छ ए आइपुगेछौँ नि त एयरपोर्ट हाई गाइज दिस इज सियोल एयरपोर्ट हामी ल्यान्ड भयौँ तर ल्यान्ड हुँदा केही फिलै नहुने नि गाइज फाइनली सियोल आइपुग्यो हमारा यात्रा यहीँ पर समाप्त नै होता अब 6 घन्टा बस बाँकी छ यो चाहिँ ब्यागेजको लाइन हो यस्तै छ पारा हेर्नुहोस् होइन कति चिसो छ भन न चिसो चिसो यस्तै चिसो छ गल्ती गरिएछ नि हामीलाई युनिले खाजा दियो खाजा र कोक उता साथी छ आफ्नै धुनमा अनि मन देखिरहेको रहेछ ऐनामा धन्न यस्तो भोक लागिरहेको थियो कन्सल्टेन्सी ए युनि राम्रो रहेछ होइन कन्सल्टेन्सी कस्तो छ भन्दै एउटा कन्सल्टेन्सी द चोर
यहाँ चाहिँ ध्यान नै देखिरहेको छ त मलाई ऐना हो ऐना ऐना गाइज हामीलाई अहिले टोइलेट लानलाई रोकेको छ अनि यो हाम्रो गाडी हो हाई गाइज यो चाहिँ हाम्रो गाडी हो यहाँ 2 जना छन् गर्न गर तिम्रो गीत छोड्यो त्यो छोड्दैन होइन क्या यहाँ भ्लग बनाऊ भने अल्छी लागिसक्यो भने मलाई कन्टेन्ट सम्झिसकेछ अघिदेखि वेलकम टु द च्यानल सब्सक्राइब गर्दैन सब्सक्राइब ठोक्को सब्सक्राइब कर दो गाइस सब्सक्राइब क्या सब्सक्राइब कर दो सब्सक्राइब गाइस अब यस्तै यस्तै भिडियो चाहिन्छ अनि भने चाहिँ च्यानल सब्सक्राइब गरौँ त्यसपछि म यस्तै यस्तै भिडियो ल्याउँछु कमेन्ट गर्नुहोस् के को भिडियो चाहियो कोरियाको भनेर म त्यसकै भिडियो ल्याउने छु थ्याङ्क यू फर